नभएको कारणले अनि यसलाई सबभन्दा सुरुमा हामीले भाँडो झुडाएको छ निकालौँ होइन यो क्लिपमा झुडेको हुन्छ निकाल्न त सक्छौँ त्यसपछि यसलाई सम्भव भएसम्म घोप्ट्याउँ यसरी उहाँहरूलाई ट्रेनिङमा पनि सिकायो होला होइन सम्भव भएसम्म नघोप्टाउँदा नि काम गर्छ अदरवाइज घोप्टाउँदा राम्रो काम गर्छ है यो सम्भव भएसम्म एकपटक यस्तो घोप्ट्याउँ त्यसपछि यो पिन छ हाम्रो यो पिन सिल लगाएको छ होइन यसलाई लुत्त तानेपछि आउँछ है यो हातमा सजिलै आउँछ यो तार निकाल्थ्यौँ हामीले अनि यो पिन निकाल्छौँ होइन अब सम्भव हुन्छ सम्हालौँ अब त्यो बेलामा हामीले यसरी फाल्न पनि सक्यौँ है अनि अब यो पाइप छ आगो त्यहाँनिर छ अब हावा यताबाट लागेको छ भने हामी यताबाट हान्दैनौँ यतै हान्नु पर्यो है यसरी हान्नु पर्यो उताबाट हावा आएको छ भने यताबाट हान्नु भएन फेरि यताबाट तपाईँहरूले यो कुरा ध्यान नदिँदा पनि हुन्छ किनभने अफिसभित्र हावा आउने कुरा हुँदैन है त्यो भएर यो त्यति आवश्यक भएन अब सपोज यहाँ आगो लाग्छ भने आगो 1 सेकेन्डमा निस्छ यो परेपछि ल तपाईँहरूले पनि दबाएर गर्न